एउटा डाक्टर जस्तो मान्छे अहिले तराईतिर त्यस्तै हो। तराईतिर पढे लेखेको मान्छे +2 पास गर्ने बित्तिकै ऊ त कम्तीमा 15 लाखको भइहाल्छ। अहिले पनि छ, अहिले पनि छ। मैले थाहा पाएको छु अहिले पनि तराईमा बिए गर्दा ऊ पढे लेखेको छ, हेडमास्टर छ, उसले पनि छोराको बिहेमा 15 लाख रुपियाँ लियो, छोरीको बिहेमा पनि 15 लाख रुपियाँ दियो हुँदैन। पढे लेखेको मान्छेमा झन् त्यो प्रवृत्ति छ अरे तराईमा पनि। र हामीमा त्यो छ। म पिएचडी गरेको म सानो मान्छे हो त, म त समाजको खतरा मान्छे हो नि त। मैले आफूलाई सामान्य ठान्नु हुँदैन, म भनिहाल्छु क्या। अनि अरूले पनि मलाई ठुलो मान्छे ठान्ने, तर त्यो के पनि हो। म अहिले टिभीको लेक्चरर हुँ, मेरो पेसा हो क्या। मैले बाँच्ने आधार मेरो त्यो भयो, मलाई सजिलो हो। मैले त्यो पेसा अपनाएको, त्यसको लागि मलाई कसैले मान्नुपर्छ भन्छ? म त आफ्नो पेसा अपनाएको हो नि त। त्यसैले डक्टर हो भने उसले आफ्नो काम गरेर खाएको छ। हामी उसलाई ठुलो मान्छे मान्नुपर्छ, जोसुकै होस्, नेता होस् जोसुकै। कसैले नेतागिरी गर्यो, कसैले व्यापारी भयो, कोही पढे, कोही के भयो, जारी खायो। तर के भयो भने तिनीहरूले आफ्नो पेसा अपनायो, हामी त्यो आधारमा हामी उसलाई धेरै ठुलो मान्छौँ क्या। त्यो भुल हामीले गर्छौँ, त्यो गर्नु हुँदैन। यहाँ चाहिँ कुनै पदले धाक्नु परेन। अस्ति अब त्यत्रो गाडी लिएर हिँड्ने त्यता मन्त्रीहरू सबै बिचरा, अब परराष्ट्र मन्त्री कुटिन् बिचरा, बहालमा प्रधानमन्त्री भागे। हिजोसम्म बाबुला डाँडामा भएको मान्छे भोलिपल्ट त के अरे सुरक्षा घेरामा बसेर डरलाग्दो हुनु पर्यो परेन हो। यो के हो भने यो अवस्था चाहिँ यो जो कोहीको हुन्छ। त्यसले जीवन हामीले जहिले पनि सामान्य बाँच्दैन। यदि हामीले कुनै कुराको उद्देश्य लिएनौँ भने हाम्रो जीवन कहिले पनि यो डिप्रेसनका जान्छ। त्यसको लक्ष्य त्यही हो। सबको विचार एकदम हाई छ होइन, सबै डाक्टर छन्, यहाँ सबै स्वास्थ्य कर्मी छन्, तर उनीहरूको चाहिँ के छ भने यहाँ चाहिँ यो सन्दर्भ छ। अब अर्को एउटा सन्दर्भ के छ भने हामी एउटा हाम्रो मान्छे जीवनको महत्त्वपूर्ण पक्ष भनेको प्रेम हो। प्रेमले जीवन चलेको छ। पति पत्नीमा प्रेम हुनु पर्यो होइन, दाजुभाइ दिदीबहिनी होइन, सबैमा प्रेम हुनुपर्छ। यहाँ पनि प्रेमको राम्रो परिवार छ। यहाँ डाक्टर र लेडिज डाक्टर र पुरुष डाक्टरको प्रेम छ, डाक्टर र नर्सको प्रेम छ, डाक्टर र पेसेन्टसँग प्रेम छ, र नर्सको पनि बिरामीसँग नर्सको पनि प्रेम छ। यो चाहिँ त्यस्तो किसिमको यहाँ धेरै कथामा चाहिँ अब कुनै एउटा नर्सलाई चाहिँ एउटा बिरामीले चाहिँ गरेको हुन्छ, उसलाई त्यो खासै उसले वास्ता गर्दिनन्, तर कता कता उसलाई त्यो मान्छे भेट्न पाए हुन्छ जस्तो उसलाई लाग्छ। उसलाई त्यो हुन्छ। हामीलाई पनि त्यस्तो हुन्छ, बिरामीसँग हामी प्रेम गर्छौँ भने। एउटाले त भन्छ अमेरिकाको डक्टर हुन्छ, यहाँ डक्टरलाई प्रेम नगरे फस्छ के भन्छ, बिरामीलाई नगर, फेरि तँलाई झुक्याएर फसाउँछन्। मलाई त फसायो, यसले मलाई चाहिँ म बिरामी भएको कमजोरीको फाइदा उठाएर म माथि ल्याउन हिंसा गरौँ भन्दा एउटा डाक्टरलाई एउटा डक्टरबाट निकालिदिएको हुन्छ र उसलाई अर्को हस्पिटलमा गएर उसले काम गर्छ। अनि आफ्नो डक्टरलाई त्यो नेपाली हुन्छ उसलाई भन्छ नगरे त्यसो यहाँ फसाउँछ नै भन्छ। त्यसले यहाँ चाहिँ के छ भने खालि स्वास्थ्य क्षेत्रमा भएका राम्रा पक्षभन्दा नराम्रा पक्षको चित्रण बढी छ, र ती फेरि हावा कुरा छैन, फेरि यथार्थमा आधारित छ। अहिले किडनी चोर्ने होइन, अब यी कुराहरू त छँदैछ। अनि अर्को चाहिँ अब कोही गरिब दुखी भए, कसै कुनै संस्थाले थाहा पायो हस्पिटलमा बिरामी छन्, उसलाई उसले सहयोग गर्छ। त्यहाँका कर्मचारीले के गर्छन्, पैसा लिइदिन्छन्, बिचरा बिरामी आफै जान पाउँदैन दबाई किन्न। अनि पैसा लान्छन् 10,000 रुपियाँ, दबाई ल्याउँछन् 2,000 को, 8,000 आफै लान्छन्। भनौँ न पैसै खाइदिन्छन् भने कर्मचारी चाहिँ अब बिरामीलाई हस्पिटलले दिएको सुविधा उपलब्ध गराउँदैन, बिचैमा खाइदिन्छ। जताततै भ्रष्टाचार छ। यो कुरालाई चाहिँ उहाँले यो कथामा चाहिँ यो कथा सङ्ग्रहमा राम्रोसँग केलाउनु भएको छ, र यो कथा सङ्ग्रहले उहाँलाई नेपाली साहित्य एउटा प्रभावशाली कथाकारको रूपमा उभ्याएको छ। र मलाई के लाग्छ भने मैले पनि यसो पढ्दाखेरि अनुभव गर्छु, लीलबहादुर छेत्रीले बसेँ उपन्यास लेखे, त्यसपछि उनले कुन कुन उपन्यास लेखे कसैलाई थाहा छैन, ती चर्चित भएनन्। ब्रह्मपुत्रका छेउछाउ अर्को अतिरिक्त के भन्ने उहाँका चाहिँ छन्, तर उहाँको बसाइ नै चर्चित भयो। देवकोटाकै कुरा गरौँ, उहाँले मुनामदन लेख्नुभयो 92 मा, त्यसपछि उहाँले त्यत्र 35-36 वटा खण्डकाव्य लेख्नु, कुनै पनि मुनामदन जस्ता भएन। अब उहाँलाई चुनौती आयो, पहिलो खतरा ल्याउनु भयो, अब दोस्रो कसरी ल्याउनु, दोस्रो ल्याउनु चाहिँ उहाँलाई पुरै मिहिनेत गर्नु, किन उहाँले पहिलो बहुत राम्रो ल्याउनु भयो क्या। मैले धेरैको हेरेँ, रूपमती आयो पहिलो रुद्रराज पाण्डेको, त्यसपछि उनका प्रायश्चित अरू पनि छन्, उनका प्रेम जस्ता उपन्यास छन्, तिनको चर्चै छैन होइन। अमर न्यौपानेको सेतो धरती, त्यसपछि उहाँले के लेख्नु होला। अनि त्यो बुद्धिसागरको कर्णाली ब्लुज, प्राय सबैको स्रष्टाको चाहिँ
पहिलो चाहिँ के हुँदो रहेछ भने स्रष्टा रचना राम्रो आयो भने फेरि उहाँको दोस्रो अझ खतराउनु पर्ने हो नि आउँदो रहन्छ। यो चाहिँ मैले उहाँलाई एउटा सुझाव दिएको कि किनभने उहाँले यो कलम जुन चलाउनु भएको छ उहाँले एउटा यो जुन क्षेत्र हो उहाँले यो क्षेत्रमा बसेर पनि एउटा पत्रकारिता गरेर एउटा त्यो किसिमको एउटा कथा रचना गर्नु चाहिँ यो सबभन्दा ठुलो कुरा हो जस्तो मलाई लाग्छ। त्यसैले यो एउटै उहाँले अरू लेख्नु भएन भने यही सङ्ग्रहले उहाँलाई नेपाली कथा साहित्यमा चाहिँ जीवन्त तुल्याउँछ भन्ने मलाई समग्रतामा एउटा पुस्तक पढौँ लाग्ने गरी कौतूहलतासहितको समालोचना पस्किनु भयो र स्वास्थ्य क्षेत्रमा भएका विकृति, स्वास्थ्य क्षेत्रमा रहेको समस्या, पीडा सबै कुरा र स्वास्थ्य क्षेत्रले स्वास्थ्य कर्मीहरूले समाजलाई दिएको योगदानको बारेमा जुन कलम चलाउनु भएको छ त्यसको छोटोमा सारमा र बुझिने गरी चाहिँ हामीलाई समालोचना पस्किनु भएको छ। नागार्जुन बाङ्मो प्रतिष्ठान उहाँप्रति आभार व्यक्त गर्दछ र रचनाकारप्रति पनि आभार व्यक्त गर्दछ कि समाजलाई स्वास्थ्य क्षेत्रको विषयमा उहाँले साधना हेल्थ मासिकमा पनि धेरै समय चाहिँ कलम चलाउनु भयो र त्यहाँको व्यवस्थापकीय टिममा रहेर उहाँले काम गर्नुभयो। स्वास्थ्य पत्रकारिता उहाँको विशेष विधा पनि हो। यस्तै कीर्ति अझै अरू समाजले पाइराखोस् र आउने पिँढीले उहाँका रचनाहरूलाई जीवन पर्यन्त अध्ययन गर्ने वातावरण बनोस्। नागार्जुन बाङ्मो प्रतिष्ठान शुभकामना व्यक्त गर्दछ र अब हामी रचना छ त्यसलाई हामी अर्को सेसनमा फेरि लैजानेछौँ। अब रचना वाचनतर्फ उज्यालो खस्न नपाउँदै पाखाभरि उक्लन्छ हाम्रो बिहान, घामसँगै सुत्छ सपना खुला चौरमा अभिशप्त जिन्दगी। खुला चौर वन जङ्गलमा आकाशे छानो हालेर र भोलिपल्ट बाआमा सँगै हाम्रो दुःखको चक्र चल्छ र सिक्छौँ आमासँग जीवनका रङहरू भुल्न, बासँग सङ्घर्षका कथाहरू बटुल्न, पाठशालासँग समस्याको समाधान गर्न अनि समयसँगै दगुरिरहेको जीवनरूपी जीर्ण चर्खा तलमाथि चलाइरहन्छौँ अक्करी धीरहरूमा। जीवनको भर पटक्कै छैन, सिउँदा सिउँदै अभावहरू, हेर्दा हेर्दै कङ्कटको धुवा झैँ जसरी हाम्रा जिठा माइला बा साइला बा बितेर गए, सम्झी ल्याउँदा सधैँ झुक्राइरहन्छ हाम्रो जिन्दगी। घडीको सुई जस्तो घुम्दैन हाम्रो जिन्दगी, खसिरहन्छ हिउँ पहिरो, उडिरहन्छ हाम्रो सपनाहरू। हामीलाई आदत लागेको छ जिन्दगी बिर्सने, जसरी कर्णालीले कहाली लाग्दो पट्यारमय बाटो बिर्सन्छ। बाँच्नु त नियति, जीवन रहन्जेल किन नआओस् आँधी हुरी। चुलोमा पकाउँछौँ हाम्रो रहरहरू र लेख्छौँ जिन्दगीको किताबमा भोगाएका अक्षरहरू। जति होस् न विचारको युद्ध, भिरहरूमा पीरहरूमा जीवनको राजमार्ग आफैले खन्नु पर्दो रहेछ। रक्तमे लाली गुराँस मनहरूमा फुलाउनु पर्दो रहेछ। आज भोलि देख्छु मादलको घिन्ताङ, रोदीको खाल, सारङ्गीको तारबाट छुटेका प्रेमका लय हालेर हिँडेका मानिसहरू बेमतलब भएर समय आफ्नै काटे प्रवाह च्यातिरहेछ हाम्रो भविष्य। फाक्लुपा भनेको लिम्बू भाषामा मगर भनेर फाक्लुपा भन्ने चलन छ। के रे लिम्बू भाषामा मगर भनेर भन्नु पर्यो भने फाक्लुपा मगरलाई मगर भनेर एउटा पुरै मगर समुदायलाई जनाउनु पर्यो भने उहाँले चाहिँ उहाँको चलन चल्दैछ फाक्लुपा भन्ने चलन छ। अब सङ्गत गर्दै जाँदाखेरि आँखामा खेल्छन् घामको आँखामा खेल्छन् घामको आँखामा खेल्छन् घामको झुल्का बिहान भयो। आँखामा खेल्छन् घामको झुल्का बिहान भयो।
शीर्षक के हो त्यही आँखामा जुन ताराहरूको चिहान भयो, निलो छ गगन जुन ताराहरूको चिहान भयो। उडिरहेको बादलको रूप हेर्दा हेर्दै उडिरहेको बादलको रूप हेर्दा हेर्दै उडिरहेको बादलको रूप हेर्दा हेर्दै खेतमा उदास उभिरहेको किसान भयो। आँखामा खेल्छन् कामको चल्का बिहान भयो। विश्वासको भिरबाट खस्यो जसरी खस्छ भिरफुल विश्वासको भिरबाट खस्यो जसरी खस्छ भिरफुल मनको पाखै भरि पहिरोको निशान भयो। ए देउता हुँ भन्ने मान्छे बन्न सक्यो। ए देउता हुँ भन्ने मान्छे बन्न सक्यो। मानवता जिउँदो तिमीमा के जिउँदो इमान भयो। आँखामा खेल्छन् घामको झुल्का बिहान भयो। निलो छ गगन जुन ताराहरूको चिहान छ। सिक्दा सिक्दै पनि जिउन जानिन मैले, तिर्खामा पानी पिउन जानिन मैले। सिक्दा सिक्दै पनि जिउन जानिन मैले, तिर्खामा पानी पिउन जानिन मैले। च्यातिएर धुजा भएको यो मन, च्यातिएर धुजा भएको यो मन, मिलाएर कहिल्यै सिउन जानिन मैले, मिलाएर कहिल्यै सिउन जानिन मैले। दोस्रो, मुलुक चिथोर्नेहरूलाई छेक्ने कहिले अनि समृद्धिको टाकुरा टेक्ने कहिले। मुलुक चिथोर्नेहरूलाई छेक्ने कहिले अनि समृद्धिको टाकुरा टेक्ने कहिले। सबै जुट्दै राष्ट्रघातीहरूले वध गरेर झिरमा उन्दै सेकुवा चाहिँ सेक्ने कहिले। देश बनाउँछु भन्नेहरू चोरै चोर भइदिएपछि, पार्टी कार्यालयहरूमै फोहोर भइदिएपछि। देश बनाउँछु भन्नेहरू चोरै चोर भइदिएपछि, पार्टी कार्यालयहरूमै फोहोर भइदिएपछि। मुलुक कसरी पो उभो लाग्थ्यो र कठै, मुलुक कसरी पो उभो लाग्थ्यो र कठै। नेताका घरमा सुनका मोहर भइदिएपछि, नेताका घरमा सुनका मोहर। यो हुन त यो मिल्छ मिल्दैन। देखिदो होला कर्णालीका छाला, त्यो कस्तो देखिदो होला कर्णालीका छाला। सम्झेपना मन आशा छ मेरा धारा ढाल। निकै छौके भलै छौके, निकै छौके भलै छौके सबैजनाहरू। सोधनी मुहार दबाया कस्तो छ हालचाल, सोधनी मुहार दबाया कस्तो छ हालचाल। नमस्कार, म कर्णालीको मान्छे, तिलक गाउँले तिलक उखाचिन कालीकोट, हाल बसाइ काठमाडौँ। अब यसपछि मेरो रचना सुरु हुन्छ। यो चाहिँ नेपाली भाषामै छ, यो खस भाषा। खस पनि नेपाली नै हो। नेपालीको नेपाल विराग जब भ्रष्ट फाल्न मसाल पुग्न सक्दैन, जब भ्रष्ट फाल्न मसाल पुग्न सक्दैन। के शीर्षक के भन्नु भने? विराग। जब भ्रष्ट फाल्न मसाल पुग्न सक्दैन, तब गाउँमा त्रिपाल पुग्न सक्दैन। तब गाउँमा त्रिपाल पुग्न सक्दैन। घमण्ड गर्छ बाँचिन्जेल सम्पत्तिको, घमण्ड गर्छ बाँचिन्जेल सम्पत्तिको। मर्दा उठेर अस्पताल पुग्न सक्दैन, तब गाउँमा त्रिपाल पुग्न सक्दैन। टपरी भनेर हेला नगर साथी, अलिक बाहुन लाग्यो। टपरी भनेर हेला नगर साथी हो, म त्यहाँ पुग्छु जहाँ थाल पुग्न सक्दैन। मर्दा उठेर अस्पताल पुग्न सक्दैन। साहित्य मात्र यस्तो अमूर्त विधा हो, साहित्य मात्र यस्तो अमूर्त विधा हो जसलाई लिन काल पुग्न सक्दैन। म त्यहाँ पुग्न सक्छु जहाँ थाल पुग्न सक्दैन। सुन म त्यस्तो समुद्रको माछा हुँ, सुन म त्यस्तो समुद्रको माछा हुँ जहाँ षड्यन्त्रको जाल पुग्न सक्दैन। जब भ्रष्टाचार फाल्न मसाल पुग्न सक्दैन, तब गाउँमा त्रिपाल पुग्न सक्दैन, तब गाउँमा त्रिपाल। कतिले मलाई वकिलको हिसाबले चिन्नु भएको छ, अब कविको हिसाबले। अब यसो विचार आदर्श बेच्नेहरू, यो किनकि फेरि पनि सम्झाउनु पर्ने छ होइन। मान्छेले बिर्सिन्छ कि बल्ल कति भदौदेखि अहिलेसम्म कति भएको छ, फेरि बिर्सिने हुन्छ, सम्झाइराख्नु पर्ने हुन्छ। विचार आदर्श बेच्नेहरू शीर्षक छ। खबरदार विचार आदर्श बेच्नेहरू, खबरदार विचार आदर्श बेच्नेहरू। विचार नीति छाडेर कालो धन थुपार्नेहरू,
तिम्रो राजनीति आदर्शलाई बिर्सेकै हो। तिम्रो राजनीति आदर्शलाई बिर्सेकै हो। जनताको बीचमा खबरदार विचार आदर्श बेच्नेहरू। गाउँ बस्ती डुल्दा घाँस काटेर जनताले खुवाएको बिर्सेकै हो। गाउँ बस्ती डुल्दा जनताले घाँस काटेर खुवाएको बिर्सेकै हो। विभिन्न विचार लिएर डुल्दा जनताले बास दिएको बिर्सेकै हो। दुश्मनका सिपाहीले लखेड्दा सेल्टर दिएको बिर्सेकै हो। दुश्मनका सिपाहीले लखेड्दा सेल्टर दिएको बिर्सेकै हो। फाटेका कपडा जुत्ता देखेर कपडा जुत्ता दिएको बिर्सेकै हो। खबरदार आदर्श विचार बेच्नेहरू। राजनीति जनताको सेवा भन्थ्यौ। राजनीति जनताको सेवा भन्थ्यौ। मेरो विचार मेरो आदर्श भन्थ्यौ। अहिले तिमी कुन धरातलमा छौ? अहिले तिमी कुन धरातलमा छौ? एकपटक विगत सम्झेर आफूलाई हेर्न सक्छौ। खबरदार विचार आदर्श बेच्नेहरू। मानव तस्कर तिमी, जग्गा तस्कर तिमी, मानव तस्कर तिमी, जग्गा तस्कर तिमी, सुन तस्कर। समाजवाद साम्यवादको आदर्श बेच्ने तिमी, जनता भोकै मर्ने नयाँ सामन्त तिमी। खबरदार विचार आदर्श बेच्नेहरू। युवा पलायन गराई मन परी गर्ने तिमी, युवा पलायन गराई मन परी गर्ने तिमी, आदर्शवान नेतालाई कमजोर बनाई भरम छर्ने तिमी। सामन्तवादी प्रवृत्ति बोकेर हिँड्ने तिमी, सामन्तवादी प्रवृत्ति बोकेर हिँड्ने तिमी, शहीदको बलिदानीको अपमान गर्ने तिमी। खबरदार विचार आदर्श बेच्नेहरू। आज तिम्रो आदर्श गुण्डा र अपराधी भएको छ। आज तिम्रो आदर्श गुण्डा र अपराधी भएको छ। आज तिम्रो आदर्श भ्रष्ट ठेकेदार व्यापारी भएको छ। राष्ट्रियता जनतन्त्र तिमीलाई एका देशको कथा भएको छ। राष्ट्रियता जनतन्त्र तिमीलाई एका देशको कथा भएको छ। इतिहास निर्मम हुन्छ, तिम्रो इतिहास कालो हुनेछ। खबरदार विचार आदर्श बेच्नेहरू। खबरदार विचार आदर्श बेच्नेहरू। अरूलाई आदर्श नबेच है भनेर खबरदार गरेर गइसक्नु भएको। अब सबै कुरा कविताले नै व्यक्त गरेको हुनाले म धेरै लामो कुरा नगरिकन आफ्नो कविता वाचन गर्छु। मेरो कविता शीर्षक ज्ञान विज्ञान। ज्ञान विज्ञानको सङ्गम हो मानव तन र मन, दुई मिलनले बन्छ पूर्ण हाम्रो यो जीवन। ज्ञान विज्ञानको सङ्गम हो मानव तन र मन, दुई मिलनले बन्छ पूर्ण हाम्रो यो जीवन। ज्ञानमा छ आत्मिक सुख, दैहिक विज्ञानमा जीवनको नाउँ तैरेको छ यही डुबानमा। ज्ञानमा छ आत्मिक सुख, दैहिक विज्ञानमा जीवनको नाउँ तैरेको छ यही डुबानमा। विज्ञान भन्छ मनुष्य एक भौतिक शरीर, विज्ञान भन्छ मनुष्य एक भौतिक शरीर, ज्ञान मान्छ आत्मा दिव्य शरीर नश्वर। ज्ञान मान्छ आत्मा दिव्य शरीर नश्वर। विज्ञानले भौतिक प्रगतिको बाटो देखाउँछ। विज्ञानले भौतिक प्रगतिको बाटो देखाउँछ। ज्ञानले भने आत्मोन्नतिको मार्ग बताउँछ। ज्ञानले भने आत्मोन्नतिको मार्ग बताउँछ। विज्ञान भन्छ स्वस्थ रहन चाहिन्छ तनको व्यायाम। विज्ञान भन्छ स्वस्थ रहन चाहिन्छ तनको व्यायाम। ज्ञान मन मस्तिष्कलाई योग ध्यान र प्राणायाम। ज्ञान मन मस्तिष्कलाई योग ध्यान र प्राणायाम। ज्ञान विज्ञान एक अर्कोमा हुन्छ परिपूरक। ज्ञान विज्ञान एक अर्कोमा हुन्छन् परिपूरक। जीवन सार्थक पार्न दुवै पर्छन् जरुरत। जीवन सार्थक पार्न दुवै पर्छन् जरुरत। यो मानव जीवन सफल पार्नलाई, सार्थक पार्नलाई दुवै चाहिन्छ भन्ने कुराको मेरो अनुभूति यहाँ समक्ष व्यक्त गर्दै म आफ्नो र मेलम्ची साहित्य प्रतिष्ठानको चाहिँ उपाध्यक्ष छु। र मलाई चाहिँ आज खुसी लाग्यो यो नागार्जुन जुन बाङ्मय प्रतिष्ठान यो साहित्यिक माहौल
प्रत्येक महिना बनाइदिन्छ र यो सानो ठाउँलाई नै एकदम बाक्लो बनाइदिएकोमा चाहिँ म नागार्जुन साहित्य प्रतिष्ठान टिमलाई चाहिँ म विशेष आभार प्रकट गर्न चाहन्छु, सम्झाउन चाहन्छु। र मलाई चाहिँ प्रज्ञा प्रतिष्ठानमा जगत प्रसाद सरका अलि भावपूर्ण अलि गम्भीर चाहिँ मन्तव्यहरू कविताहरू मैले बारम्बार सुन्दै आइरहेको छु र लेखराज सरको समालोचना मलाई साह्रै मिठो लाग्यो। यो कथामा सँगसँगै व्यवहारिक समालोचना थपेर भन्नुभयो। त्यसै गरी कवि हामीले सरु भक्तको चुली पढेका थियौँ यो हिमाल आरोहणको, त्यस्तै गरी यो चाहिँ मलाई खुसी लाग्यो। यो चाहिँ स्वास्थ्य क्षेत्रको चाहिँ कथा पढ्न पाइने भयो सरलाई शुभकामना र यसै गरी पहाडी सरलाई पनि म विशेष सम्झाउन चाहन्छु र सबै आदरणीय साहित्य प्रेमीहरूलाई म मेलम्चीमा पनि हेलम्बुमा यहाँलाई स्वागत पनि छ। एउटा हाम्रो पुष 4 गते एउटा माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरेका छौँ र एउटा चाहिँ स्वर्गीय पिताम्बर भण्डारीको स्मृति ग्रन्थ जुन चाहिँ रामप्रसाद गेवाली सरहरूको नेतृत्वमा त्यो एउटा विमोचन भन्नुहुँदैछ। हजुरहरूलाई टाइम मिल्यो भने हेलम्बु आउनु होला, म छु हजुरहरूलाई परेको बेहोर्ने निमन्त्रणा गर्दै। अहिले चाहिँ यो म गद्य कवितै बढी रुचाउँछु, पढाउन त सबै पर्छ। त्यसकारण यहाँ चाहिँ पूर्णविरामज्यूको यो यहाँ उब्रेको आकाश कविता वाचनको यो क्रम यहाँ मिलेको छ, मलाई त्यसको लागि धन्यवाद। र म यो कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ यहाँ उब्रेको आकाश। कुनै पनि बेला तिरोहित हुनेछ यो भोज, थुप्रै चुराहरू फुटेर र सिउँदोमा रहेको सिन्दुर झरेर तयार भएको यो भोज र सकिएपछिको यो भोजमा सामेल भएकाहरूले खोतल्ने छन् धेरै कुना काप्चाहरू र खोज्ने छन् सहजै अल्मलाउन सकिने मानिसहरूलाई जो नैतिकताको धरातलबाट कहिल्यै चाहँदैनन् विचलित हुन र जो सामेल भएनन् यस्तो भोजमा, जुन भोजमा रगत र पानीको अन्तर थिएन। यो भोजमा सामेल भएकाहरू फेरि चाहन्छन् भोज र बनाउन सामेल भएकाहरूले अलिकति दुःख गरे जस्तो गरेर नैतिकताबाट विचलित नभएकाहरूलाई आफ्ना छायाहरू सकिएपछि यो भोजमा सामेल भएकाहरूले फेरि भोजका निम्ति प्रमिथसको जस्तै मुकुण्डो बनाउने कारखानाको निर्माण गर्नेछन्। यहाँ बारम्बार यस्तै आकाश उग्रिएको छ, पानी पर्न छोडेपछि कुनामा फालिएको हुन्छ छाता। ओइदिने बित्तिकै पानीका अनगिन्ती थोपाहरू आकाशबाट धुलो टकटकाएर कुनामा थन्किएको छाता ओढ्ने थुप्रै हुन्छन्। भोज सकिएपछि फेरि भोजको तयारीमा बिहान एसके पिलिएसको मन्दिरमा चढाउन बनाउने छन्। भोजमा सामेल भएकाहरूले अँध्यारोमा कुखुराका निम्ति हेर्दा टाढाबाट देखिने सुनले बनेको खोर चढाउनेहरूले देखाउने छन् कुखुरामाथि स्नेह र करुणाको नाटक। यहाँ बारम्बार यस्तै आकाश उग्रेको छ। कालको आगमन बिना नै एउटा राजा मरेको छ र नयाँ राजा पुरानो सेना लिएर उभिएको छ। भोज सकिएपछि यो भोज र यसको स्वादलाई स्मरण गर्दै भोजमा सामेल भएकाहरूले नयाँ भोजको तयारीमा बनाउने छन् सपनाको ऐना र छर्दै फेरि सपनाको ऐनाबाट टलक फेरि भारी बोक्न बाध्य पार्छन् इमान्दार सोझा टट्टुहरूलाई र बोकाउँछन् दुब्ला पिठ्यौमा आफ्ना निम्ति रसद पानी। हावामा होइन शरीरमा टट्टुको नचाउँदै कोर्राको आवाजलाई हुँदैन बिचारा टट्टुहरूसँग सिंहको जस्तै बलियो दाँत दिएन कसैले पनि आजसम्म टट्टुहरूलाई हात्तीको तागत। यहाँ बारम्बार यस्तै आकाश उग्रेको छ। भोज सकिएपछि फेरि भोजको तयारीमा जुट्छन्। भोजमा सामेल भएकाहरू अनौठो हुन्छ भोजको स्वाद र बग्ने गर्छ मानिसको रगत। यहाँ बारम्बार केवल केहीलाई भोज खुवाउन यहाँ बारम्बार यस्तै आकाश उग्रेको छ। यस्तै छ यहाँ उग्रेको आकाश। यहाँ बारम्बार यस्तै आकाश उग्रेको छ। यस्तै छ यहाँ उग्रेको आकाश। कविताको शीर्षक पूर्णविरामको कविता वाचन गर्दैछु। समाइरहँदा राजदण्डलाई आफ्नो हातले
लखेटिरह्यो राजाले मेरो निन्द्रा लखेटिरह्यो राजाले मेरो निन्द्रा गुरु भएर ज्योतिला पनि म थकित भइन र थाकेको बहाना बटुलेर निन्द्रामा लक्षेन मेरो आँखा केही अपवादलाई छोडेर सबैले भने जस्तो केही अपवादलाई छोडेर सबैले भने जस्तो गतिलो पोसाक र कथित स्वादिष्ट व्यञ्जन भेट्टाएपछि केहीले आफै फुटालेका छन् आफ्ना कानका जालीहरू छालाका नौला पुतलीहरू हुँदै छालाका पुतलीहरूका अगाडि निन्द्राको व्याख्या गर्दा गर्दै म बौलाएको छु केहीले आफै फुटालेका छन् आफ्ना कानका जालीहरू छालाका नौला पुतलीहरू हुँदै छालाका पुतलीहरूका अगाडि निन्द्राको व्याख्या गर्दा गर्दै म बौलाएको छु वञ्चित छैन चन्द्रमा नजिकैको जंगलमा बसेर चराको चिरबिर सुन्न र महँगो थालमा आफ्नो रुचि बमोजिम भोजन पस्किन अकाट्य आदेश दिन सूर्य वरिपरि नै चलायमान छन् श्री 3 का आकृतिहरू रुखका अधिकांश हाँगामा क्यालिगुलाहरू रवाफिलो मुद्रामा छन् रुखका अधिकांश हाँगामा क्यालिगुलाहरू रवाफिलो मुद्रामा छन् म बौलाएको छु छिन्न भिन्न भएका तारहरूलाई हेर्दै सदैव दिनको कुल्फीमा चुरोट खाइरहँदा म बौलाएको छु कलात्मक चिडिम जोडेर आरामपूर्वक चाँदीको हुक्कामा ओठ जोड्न नपाएकोमा म निमेषमा बौलाएको छु आरामपूर्वक चाँदीको हुक्कामा ओठ जोड्न नपाएकोमा म निमेषमा बौलाएको छु पहाडका सिक्रीहरूले मलाई बाँधिरहेका छन् ती सिक्रीहरूमा म आफ्नो देश देख्ने आफ्नै आँखा देखेर बौलाएको छु पहाडका सिक्रीहरूले मलाई बाँधिरहेका छन् ती सिक्रीहरूमा म आफ्नो देश देख्ने आफ्नै आँखा देखेर बौलाएको छु सिक्री छिनाल्न नसक्ने आफ्ना कमजोर हातहरूमा आफैले बारम्बार थुक्दै म पला पला बौलाएको छु सदैव मानिसका रगत चाड्दै कपासको सट्टामा अफिम उमार्ने मैले टेकेको जमिन देखेर म बौलाएको छु सदैव मानिसका रगत चाड्दै कपासको सट्टामा अफिम उमार्ने मैले टेकेको जमिन देखेर म बौलाएको छु समाइरहँदा राजदण्डलाई आफ्नो हातले असाध्यै कन्चुस भएर मेरो अगाडि उभियो राजा एक चिम्टी पनि मलाई निन्द्रा बक्सिस दिएन राजाले छोडेपछि राजाले राजदण्डलाई आफ्नो हातबाट सोझै संग्रहालय पुग्ने सडकमा दियो राजाले दानवीर कर्ण भएर बक्सिसमा मलाई बक्सिसमा पाएको निन्द्रा उपयोग गर्न नसकेकोमा म बौलाएको छु सुनेको हो गरा धोई गाई हुँदैन सुनेको हो गरा धोई गाई हुँदैन सुनेको हो गरा धोई गाई हुँदैन ठुलै बोको भएर नि दाही हुँदैन सुनेको हो गरा धोई गाई हुँदैन ठुलै बोको भएर नि दाही हुँदैन केवल आफ्नो धुनु मात्र सोझ्याउन खोज्यौ भने तिम्रो पछि तिम्रै भाइ हुँदैन हाँस्न बटुवासँग पनि सकिन्छ रुनलाई हो साथी चाहिने बाँच्न किराले पनि बाँचेकै हुन्छ बचाउन हो साथी चाहिने विपदका बेला सद्भाव दिनेको सान बेग्लै हुन्छ हजुर विपदका बेला सद्भाव दिनेको सान बेग्लै हुन्छ हजुर चिन्ता नगर यार म छु भन्नलाई नै हो साथी चाहिने चिन्ता नगर यार म छु भन्नलाई नै हो साथी चाहिने ठाटिएर लचक्क पर्दै समुद्र तर्ने छोराको चाहना
ठाटिएर लत्रक्क पर्दै समुद्र तर्ने छोराको चाहना, बिछोडको आँसु सपनाको स्वागत उसको चाहना। नजाऊ भन्न सकिनन् आमाले गाँठो मुटुमा पारेर, फर्कन्छ गुण बचेर एक दिन बेचेर रहरको चाहना। फर्कन्छ गुण बचेर एक दिन बेचेर रहरको चाहना। जीवन बिन्दास छ साथी आऊ रमाऊ भन्दै थियो पागलले। जीवन बिन्दास छ साथी आऊ रमाऊ भन्दै थियो पागलले। न सीमा न जिम्मेवार तनाव मुक्त बनाऊ भन्दै थियो पागलले। साधनामा तल्लीन साधुको अघि रक्सीको बोतल बोकेर एक बारको जीवन स्वस्थ बाँच्नु पर्दछ भन्दै थियो पागलले। एक बारको जीवन स्वस्थ बाँच्नु पर्छ भन्दै थियो पागलले। क्रान्ति सहित शान्तिको प्रार्थना मेरो कामना। क्रान्ति सहित शान्तिको प्रार्थना मेरो कामना। मृत्युमा पनि जीवन्त हुने अजर अमर याचना। नचिन्नेले पनि झारिदिन्छन् लासमा दुई थोपा। नचिन्नेले पनि झारिदिन्छन् लासमा दुई थोपा। सासमा सबैलाई रिजाउने बनाउनुस् भावना। सासमा सबैलाई रिजाउने बनाउनुस् भावना। धन्यवाद। आफू सफा नभएर सुन्नुभयो होला नि त। पहिले आफूलाई हेरेको त सधैँ उस्ता उस्तै जहिले पनि खोरे भट्टाचार्य टुर्नामा डुबेको कति कुरा गर्नु। अरू माथितिर पुग्नु देखेर हामीलाई शरम लाग्छ। संहित नेपालको कुरा नगरे हुन्छ। भाषण हो जति गरे पनि हुन्छ। पार्टीको त के कुरा गर्नु। पार्टीहरू पनि धेरै भएको ठाउँमा पार्टी पार्टी हेरेर भोक मर्दैनौँ। पेट मार्नलाई रोटी चाहिन्छ। पेट भर्नलाई रोटी चाहिन्छ। पेट यस्तै छ नेपाल। मैले पत्रिका पढिसकेपछि मात्रै चिया ल्याउनु भनेको होइन तिमीलाई। हाकिम सुवर्ण कुमार रिसले आगो भए। बिहान बिहानै उनी कार्यालयको बजेटबाट किनिएको गोर्खापत्र पढ्दै थिए। कार्यालय सहयोगी बलबहादुर चिया टेबलमा राखेर उभिएको थियो। सायद हाकिमको नयाँ आदेशको पर्खाइमा थियो। चियाको गिलास टिप्नको लागि हाकिमले गोर्खापत्रलाई फुत्त टेबलमाथि फालेर आङ तन्काए। हाकिमद्वारा फालिएको गोर्खापत्रमा छापिएको एउटा फोटोमा पुगेर कार्यालय सहयोगीका आँखा अडिए। नजिकबाट हेरेर उसले फोटो यकिन गर्यो र खुसीले चिच्यायो। हाकिम साहब, यो पत्रिकामा त हाम्रो अफिसको खरदार साहबको फोटो पो आएको रहेछ त। के अचम्मको कुरा देख्न पाइयो काँठे? कार्यालय सहयोगी बलबहादुर खुसीले झण्डै उभिएको थियो। कार्यालय सहयोगीको कुरालाई खासै वास्ता नगरे पनि हाकिमले फेरि गोर्खापत्र टिपेर उसले संकेत गरेतिर नजर डुलाए। आफ्नै अफिसको कर्मचारीको फोटो चिन्न उनलाई धेरै बेर लागेन। उनी फोटोमुनि छापिएको रचना पनि निहाल्दै थिए। हाम्रै नवराज खरदार साहबको फोटो होइन त हजुर? कार्यालय सहयोगीले हाकिमको अनुहार निहाल्दै फेरि सोधे। हाकिम साहब तत्काल केही बोलेनन्। उनी कुर्सीमाथि स्थिर भएर बसे पनि मनमनै ईर्ष्याको पिङ खेल्दै थिए। उनको अनुहारमा अलिकता आवेगको रङ चढेको थियो। उनले अलि झर्केर भने, हाम्रो खरदारको फोटो होइन यो। खरदारको रचना के छापिन्थ्यो गोर्खापत्रमा? अरूलाई गर्दैन, केवल माटोलाई मात्रै गर्छ। यो उसको जन्म जन्मान्तरदेखिको संस्कार हो। यो उसको जन्म जन्मान्तरदेखिको संस्कार हो। ऊ कसैसँग हात थाप्दैन, कसैसँग अनावश्यक बात मार्दैन। ऊ त माटोसँग बात मार्छ। ऊ त माटोसँग बात मार्छ। अभावलाई पर सार्ने चाल हुन्छ। अल्छे र बकम खुसेहरूलाई लात मार्छ। ऊ आफ्नो चुहिएको छानो हेरी निराश बन्दैन। ऊ आफ्नो चुहिएको छानो हेरी निराश बन्दैन। ऊ त स्वर्णिम कल्पनामा ऊ यही धरतीलाई हरास गर्दैन। ऊ मात्र हृदयले मनन गर्छ। मात्र हृदयले मनन गर्छ। भन तिमी माटोको गीत कहिले गाउँछौ? भन तिमी माटोको गीत कहिले गाउँछौ? तिमी श्रमको बीज कहिले उमार्छौ?
तिमी श्रमको माला कहिले गाँच्छौ, तिमी एकताको हात कहिले फैलाउँछौ, तिमी फाटेका मन मस्तिष्कहरू कहिले सिलाउँछौ, भन तिमी यो देशको विकासे मूल कहिले बन्छौ, भन तिमी यो देशको विकासे मूल कहिले बन्छौ। नथाक्ने मेरा आँखा बेमानी, उसलाई हेरेर नथाक्ने मेरा आँखा बेमानी, उसको प्रशंसा गर्न नथाक्ने मेरा भाका बेमानी, उसको प्रशंसा गर्न नथाक्ने मेरा भाका बेमानी, उसलाई हृदयमा सजाउने मेरो मन बेमानी, उसलाई हृदयमा सजाउने मेरो मन बेमानी, उसलाई अङ्कमाल गर्दा खुसी हुने मेरो धन बेमानी, उसलाई अङ्कमाल गर्दा खुसी हुने मेरो धन बेमानी, उसलाई चुम्बन गर्दा खुसी हुने मेरो ओठ बेमानी, उसलाई चुम्बन गर्दा खुसी हुने मेरो ओठ बेमानी, उसको सिँगारमा खचिँदा खुसी हुने मेरो नोट बेमानी, उसको सिँगारमा खचिँदा खुसी हुने मेरो नोट बेमानी, उसलाई भेट्दा दौडने मेरा पाउ बेमानी, उसलाई भेट्न दौडने मेरा पाउ बेमानी, उसलाई सम्झेर चर्कने मेरा घाउ बेमानी, उसलाई सम्झेर चर्कने मेरा घाउ बेमानी, उसैपट्टि लायत हुने मेरो आशा बेमानी, उसैपट्टि लायत हुने मेरो आशा बेमानी, उसैपट्टि विश्वास गर्ने मेरा भरोसा बेमानी, उसैपट्टि विश्वास गर्ने मेरो भरोसा बेमानी, उसको धोकाको पूजा गर्ने मेरो माया बेमानी, उसको धोकाको पूजा गर्ने मेरो माया बेमानी, उसलाई आफू ठान्ने मेरो छाया बेमानी, उसैलाई आफू ठान्ने मेरो छाया बेमानी, उसलाई देख्दैमा गरिबिलो हुने मेरो शिर बेमानी, उसलाई देख्दैमा गरिबिलो हुने मेरो शिर बेमानी, उसलाई केही क्षण नदेख्दा तर्सित हुने मेरो पीर बेमानी, उसलाई केही क्षण नदेख्दा तर्सित हुने मेरो पीर बेमानी, उसकै लागि रमाइरहने मेरा नानी बेमानी, उसकै लागि रसाइरहने मेरा नानी बेमानी, ऊ बिना बाँच्न नसक्ने मेरो बानी बेमानी, ऊ बिना बाँच्न नसक्ने मेरो बानी बेमानी। हस् चीनसँग सिमाना जोडिएको मेरो सङ्खुवा सभा जिल्ला, अलैँची र धेरै फल्ने मेरो सङ्खुवा सभा जिल्ला, हेलिकप्टरमा गाडीका सामान ल्याइ पूर्वमै पहिला गाडी चलेको मेरो सङ्खुवा सभा जिल्ला, पूर्व अञ्चलकै पहिलो पिएचडी जन्म दिने मेरो सङ्खुवा सभा जिल्ला, हेदङना हिमाथानका गुफा पोखरी हानथुङ सिद्धकाली र मनोकामना जस्ता धेरै धेरै पर्यटक स्थल भएको मेरो सङ्खुवा सभा जिल्ला, नौरङ बुगा सुन्ने तेह्रथुम जिल्लासँग सिमाना जोडेको मेरो सङ्खुवा सभा जिल्ला, अलैँची रुद्राक्ष धेरै धेरै फल्ने मेरो सङ्खुवा सभा जिल्ला, 27 वा 28 मुखे रुद्राक्षलाई 40 लाखसम्म मूल्यमा बिक्री भएको मेरो सङ्खुवा सभा जिल्ला, भोजपुर ताप्लेजुङ तेह्रथुमसँग सिमाना जोडेको मेरो सङ्खुवा सभा जिल्ला, धेरै धेरै पर्यटन स्थल भएको मेरो सङ्खुवा सभा जिल्ला। जय सङ्खुवा सभा जिल्ला। डाँडा आकाश थिए, बगर नदी थिए, ऋतु मौसम थिए, पसिना किस्मतको मेलो हुन्थ्यो, ज्यानको थाको जिरो हुन्थ्यो बस्तीमा डाँडा आकाश थिए, बगर नदी थिए, ऋतु मौसम थियो, पसिना किस्मतको मेलो हुन्थ्यो, ज्यानको फाँको झिलो हुन्थ्यो। समय बगिरह्यो उसै भएर वैंश, समय बगिरह्यो उसै भएर वैंश, बहहरू कुहिरा बने बादल उठे, आकाश चुहिएर पानी झरेका रहरहरू, आकाश चुहिएर पानी झरेका रहरहरू, आहाल पोखरा जमे सुके, खरे उर्ल्यो सुक्यो, नियतिको जरुवा बढ्यो घट्यो, याम छेक समय जान्छ। यो जवानीमा मन भकिनुमा मेरो के दोष, तिमी मन पर्यो त प्यार दिनुमा मेरो के दोष, रस चुस्यौ छोक्रा छाड्यौ र उड्यौ खुन, तर याद आउँछौ सम्झिनुमा मेरो के दोष। अर्को भुल्न खोज्यो जिन्दगीका कहर अलिकति, भुल्न खोज्यो जिन्दगीका कहर अलिकति, मेट्न खोज्यो सपना र रहर अलिकति, जे गरे नि सुख छैन ठुक्क जिन्दगानी, बिसाउ कि पिलाइदियो जहर अलिकति, भुल्न खोज्यो जिन्दगीका कहर अलिकति। धन्यवाद। मलाई यस कार्यक्रममा चाहिँ नागार्जुन वाङ्मय प्रतिष्ठानले बोलाएर यो कृतिको बारेमा समीक्षा गराइदिनु भएकोमा म गौरवान्वित महसुस गर्दछु र हार्दिक आभार व्यक्त गर्दछु। त्यस्तै मेरो कथाको गहिरिएर मैले सोचे भन्दा पनि बढी अध्ययन गरेर यो कृतिको चिरफार गरिदिनु भएकोमा समालोचकज्यूलाई म चाहिँ हार्दिक आभार व्यक्त गर्दछु। यो 2 दिनमा 21वटा कथा पढ्न गाह्रै हुन्छ, के हुने होला भन्ने भएको थियो, तर उहाँले सबै पढ्नु भएको थियो।
बुझ्यो। म चाहिँ 2049 सालमा पत्रकारिता स्नातक सकेपछि पत्रकारितामा लागेको। त्यतिखेर साधना डाइजेस्ट भनेर निस्किन्थ्यो, खोजमूलक पत्रिका थियो। अनि त्यसमा त्यो कतिपय त्यसका टेक्स्टहरू मैले खोजमूलक रूपमा गरेका आर्टिकलहरू चाहिँ सोसियोलोजीमा ट्युमा त्यसको चाहिँ अध्ययन गर्नको लागि रेफरेन्सको रूपमा त्यो जाँदो रहेछ। त्यही बेला अनि मलाई चाहिँ त्यहाँ डाक्टर दाहाल हुनुहुन्थ्यो सोसियोलोजीको, त चाहिँ अब यसमा जुनाइनु भनेर भन्नुभएको थियो। तर म पत्रकारितामा धेरै गइरहेर त्यो चाहिँ एउटा नेपालको रिडर डाइजेस्टको रूपमा ज्यादै चर्चित थियो। इन्भेस्टिगेटिभ रिपोर्टिङ हुन्थ्यो। अनि मैले चाहिँ 50 सालदेखि सम्पादक भएदेखि मैले चाहिँ त्यसको लिडरसिपले 10-15 वर्षपछि त्यो पत्रिका चाहिँ त्यो अवधिमा चाहिँ धेरै कथा पनि हुन्थ्यो, अपराध कथा पनि हुन्थ्यो, कविता पनि छापिन्थ्यो त्यसमा। अनि त्यसमा चाहिँ अब मलाई याद भएअनुसार महेश विक्रम शाह लेखेको कुराहरूलाई, तथ्यहरूलाई पनि औपन्यासिक शैलीमा, कथात्मक शैलीमा प्रस्तुत गर्ने गरेर चाहिँ म प्रयास गर्थेँ। त्यसैले पनि साधना चर्चित रह्यो। पछि चाहिँ त्यो यो 65-66 सालदेखि चाहिँ यो पुरा एउटा स्पेसलाइज म्यागजिनको रूपमा साधना स्वास्थ्य मासिक भयो। त्यो र स्वास्थ्यमा चाहिँ भयो। अगाडिदेखि नै म स्वास्थ्यमा इन्भेस्टिगेटिभ गरिरहेकोमा त्यो चाहिँ त्यसपछि चाहिँ पुरै त्यो स्वास्थ्यमा गयो। यसले गर्दाखेरि मलाई स्वास्थ्य सम्बन्धी अलि बढी जानकारी हुन र यसका अन्तरकुन्तरहरू मैले चाहिँ जानकारी पाउन सकेँ। त्यसपछि मलाई चाहिँ यही सम्पर्क र यही मैले बुझेको अनुभव गरेको कारणले मलाई चाहिँ विभिन्न चिकित्सकहरूको खास गरी जीवनी लेखिदिन आग्रह भयो। त्यो पनि लेखेँ। यसले गर्दाखेरि मलाई स्वास्थ्य क्षेत्रका फिल्डका यथार्थता र पारिवारिक यथार्थता पनि मलाई अलिकति भएकोले यो कथा लेख्नलाई साथीहरूले प्रेरणा दिनुभयो। यसमा विशेष गरी हाम्रो श्रीराम सिंह बस्नेत कथाकार श्रीराम सिंह बस्नेतको पनि मलाई चाहिँ योगदान छ। अनि उहाँले चाहिँ लेख्नुपर्छ, त्यो इन्फर्मेसन भएपछि कथा लेख्ने हो। र मैले आफ्नै शैली छानेर आफ्नै स्वास्थ्य विषयमा मैले कथा लेखेँ। यो मर्फिन कथाको शीर्षकको बारेमा चाहिँ के छ भने, मर्फिन भनेको एउटा औषधि हो। यो कडा पीडामा यो प्रयोग गरिन्छ। जस्तो क्यान्सरको बिरामीले क्यान्सरको त्यो पीडा जुन हुन्छ अन्तिम अवस्थामा त्यो सहन सक्दैन भने यो दिइन्छ। त्यसै प्रसुतिको बेलामा पनि असाध्य पीडा हुँदा दिइन्छ। अनि अब यो साहित्य भनेको चाहिँ मनको पीडालाई विरेचन गर्ने एउटा साधन हो। त्यसकारण यो मर्फिन भन्न खोजियो। अर्कोतिर के छ भने एउटा चाहिँ सङ्गीतमय बनाएर त्यसलाई चाहिँ मान्छेलाई आनन्द दिनुको लागि खोलिएको एउटा क्लब छ। त्यो क्लब कथाभित्र छ। यो सरले भने जस्तै छुट्टै कथा छैन, त्यहाँभित्र एउटा छ। त्यसैले मैले यसलाई मर्फिन जोडाएको हो। यो कथालाई मैले चाहिँ स्वास्थ्य विषय छानिकन पनि त्यसमा चाहिँ खास गरी सामाजिक मनोविज्ञान र सस्पेन्स चाहिँ राख्छु। मेरो शैली चाहिँ यो हुनुपर्छ भन्नु मैले पहिले नै आफूलाई तय गरेको थिएँ र त्यो अनुसार म गएँ। र यो कथा राम्रैसँग चर्चा पायो। यो चाहिँ उत्तम साहित्य पुरस्कारमा पनि यो चाहिँ अब दोस्रोसम्म पुग्यो। तर यसले मलाई चाहिँ धेरै अलिकति मेरो अलिकति उचाइ बढाएको साहित्यमा मैले अनुभव गरेँ। अब अहिले कथा चाहिँ सकिसकेको अवस्था छ। यहाँ धेरै साहित्य मित्रहरूले कथा पढाउनु त भन्ने यसो आग्रह गर्नुभयो। तर अहिले म दिन नसक्ने अवस्थामा छु। अब भयो भने केही 20-25 कपी मन्जरी पुतली सडकको मन्जरीमा हुन सक्ला। अब यसको आजको दिनको कुरा सुनेर यसको चाहिँ दोस्रो संस्करण पनि मैले प्रकाशित गर्नुपर्छ भन्ने एउटा चाहिँ तयारी गर्दैछु म। अनि त्यसपछि यहाँ जगत सरले एउटा सरले चाहिँ मलाई केही सुझावहरू पनि दिनुहुन्छ। ती सुझावहरूलाई पनि समेटेर तैँले चाहिँ अब यसलाई रिप्रिन्ट त गर, तर अर्को कथा लेख्न सुरु गर, त्यो ठिक छ भन्नुभएको छ। यो कुरालाई पनि म प्रति पनि उहाँलाई हार्दिक आभार व्यक्त गर्छु। सम्पूर्ण उपस्थितहरूमा हार्दिक आभार व्यक्त गर्दै मेरो शब्द बिताउँछु। इलाममा रहेका उरन्ठ्याउले सर्जकहरूले एउटा आन्दोलन शिशिर खरेलको उहाँ बितिसक्नुभयो। मेची क्याम्पसका प्राध्यापक हुनुहुन्थ्यो। उहाँलाई भावपूर्ण श्रद्धाञ्जली श्रद्धासुमन अर्पण गर्दछु। र त्यसपछि यो त्यतिकै सेलायो। एकपल्ट कृष्ण धरावासीसँग प्रज्ञा भवनमा एउटा कार्यक्रमबाट छुट्दै आयो। त्यति बेला उहाँ इलाममै हुनुहुन्थ्यो। अनि हौ पहाडी तेरो एक लाइने कविता त के भयो भनेर उहाँले मलाई भन्नुभयो। अब के हुनु र हो धरावासीज्यू,
साथीहरूले छोडिहाले म एक्लै तन्काउँदै लगिरहेको छु भनेर भने है हे तेरिका त्यस्तो हुन्छ ल तैँले यसलाई अगाडि बढाउनु लैजा गइनु लैजा भनेर भन्यो कृष्णदास वासुदेवले। अब तेस्रो आयम त छुट्यो, बुट पालिस जस्ता आन्दोलन पनि छुट्यो, कता गयो अब तेरो एलाको पालो भनेर उहाँले मलाई अलिकति प्रोत्साहन गर्नुभयो। त्यसपछि गम्भीर रूपमा मैले सोचेँ ठिक छ म लङ्कारो नै लान्छु नि त डिस्टर्ब हुन्छ। त्यसपछि मुनि व्यास हुन्छ अनि शीर्षक राख्ने र सिर्जनाको मिति राखिन्छ र सन्दर्भ पनि राखिन्छ। अब यस एक लाइने कवितामा बदिनी कान्छी सुत्केरी भई, बदिनी कान्छी सुत्केरी भई काजी साप खराब यसको शीर्षक हो बडा काजी। यो सिर्जना गर्न चाहिँ दिमागी कसरत चाहिँ गर्नुपर्छ। जसरी कविता लेख्न सकिन्छ, जसरी मुक्त लेखिन्छ, जसरी लेखिन्छ, तर एलाक लेख्न एकदमै गाह्रो छ। अर्को कल्पना शक्ति हुनुपर्छ। अर्को एलाकले भन्छ आलिशान महल झुप्रोबाट हेरे टोपी नै खस्यो। आलिशान महल झुप्रोबाट हेरे टोपी नै खस्यो। यसको शीर्षक साम्यवाद। अर्को एलाक छ कारखाना आफैमा छ, बिक्री गर्न मिल्दैन। कारखाना आफैमा छ, बिक्री गर्न मिल्दैन। यसको शीर्षक चिनी रोग। प्रत्येक चाहिँ कार्यक्रममा सहभागी स्रष्टाहरूमध्येबाटै छान्न लगाएर उहाँहरूले आफूले रोजेको कविता चाहिँ वाचन गर्ने र वाचित कवितामाथि त्यो वाचनको प्रभावकारिता हुन्छ नि। हामीले विशेष गरेर के भन्छ कविता वाचन गर्दा अब तपाईँ हामी धेरै भाषा साहित्यकै छौँ, अरू पनि भाषा साहित्य पढेकै हो क्या, बोल्छौँ त बाबा, बोल्छौँ लेख्छौँ, चाहे हाम्रो पेसा जोसुकै होस्। भाषा साहित्यसँग हामी कोही पनि अप्रभावित छैनौँ, अपरिचित छैनौँ। हाम्रो उच्चारण है, हाम्रो उच्चारण गर्दा शुद्धता, कवितामा तार स्वर है, तार स्वर भन्ने बेलामा वाचन गर्ने बेलामा झ्याम्म झ्याम्म चाहिँ हाम्रो नन्दकृष्ण जोशीले त्यो देउडा गाउने बेलामा जस्तो निकाल्नुहुन्छ नि, तपाईँले नबुझे पनि ताली त लाउनुहुन्छ नि। अघि उहाँले ताली सुनाउनु पनि एउटै शब्दको कविता छ है। हो त्यस्तो प्रभावित पार्न सक्ने गरेर वाचन चाहिँ हुनुपर्छ भन्ने लाग्छ। त्यो वाचनमा हेर्दाखेरि त्यसलाई पनि हेर्ने हो, एउटा शुद्धतालाई पनि हेर्ने होला, अनि आरोह अवरोह होइन, त्यो शब्दले बोकेको जुन भाव छ त्यो भाव अनुसारको तपाईँको आरोह अवरोह भएको छ कि छैन है। त्यो आरोह अवरोह पनि ख्याल गर्नुपर्छ वाचन गर्दाखेरि, चाहे आफ्नो कविता होस् चाहे अर्काको कविता होस्। अर्को कुरा लयात्मकता, गद्यमा पनि लय हुन्छ, अन्तर्लय। गद्य कविता पनि हुन्छ, लय बिना त केही पनि छैन। अघि उहाँले ताली एउटै शब्दको कविता बनाउनु पनि। हाम्रो पौरस्त्य परम्परामा तपाईँ हामीले उच्चारण गर्ने जति पनि शब्द छन्, ध्वनि छन्, ती प्रत्येक ध्वनिलाई छन्द मान्छ क्या हाम्रो पिङ्गल शास्त्रले चाहिँ, छन्द शास्त्रले। प्रत्येक शब्द आफैमा के हो त भन्दाखेरि छन्द हो, लय हो, लय बिना त केही पनि छँदै छैन भन्छ। त्यस कारणले हामीले गद्य कवितामा पनि लय चाहिँ दिन सक्नु पर्छ। अब पद्यको जस्तो अहिले हाम्रो के अरे रत्न दिदी रेग्मीज्यूले
जुन कविता वाचन गर्नुभयो 7 छन्दको त्यस्तो त आउँदैन। गद्यको आफ्नै प्रकारको विशिष्ट चाहिँ लय छ, त्यो लयलाई पनि पक्रिन सक्नुपर्छ। त्यसलाई पनि तपाईँहरूले आफ्नो कार्यक्रमको एउटा अङ्ग बनाउनु भएको छ। र अर्को कुरा मलाई त्यो कविता वाचन गर्दाखेरिको तपाईँको चाहिँ भनौँ न त्यो आरोह अवरोह भइहाल्यो, शुद्ध उच्चारण भइहाल्यो, त्यसपछि प्रवाहमयता। एउटै शब्द तपाईँ एकचोटि अशुद्ध उच्चारण गर्नुहुन्छ, अर्कोचोटि सजाउँदाखेरि त्यो के अरे बासमती चामलको भात होइन, बासमती नै राम्रो मानिन्छ होइन, अहिले त लङ्ग्रेन सङ्ग्रेन के आएको छ क्या। अब त्यो भात खाइरहेर ढुङ्गो चाहिँ लाग्छ दाँतमा चाहिँ, त्यो सबै चाहिँ भातको स्वाद के गर्छ त ढुङ्गाले सबै लगाइदिन्छ। त्यस कारणले पढ्दाखेरि सोचेर पढ्नुहोस्, विचारेर पढ्नुहोस्, तर एकचोटि अशुद्ध फेरि सच्याउँदाखेरि बिग्रिहाल्छ। त्यसो भयो भने त्यो प्रभावमयता पनि चाहिँ त नअड्किकन पढ्न सक्नुपर्छ। त्यसलाई पनि तपाईँले विषय बनाउनु भयो र अब कविता वाचन त छँदैछ। यसका लागि फेरि पनि धन्यवाद दिन्छु। हजुर पनि देखाइदियो कि अहिले चाहिँ हमारे साथ कार्यशालाको रूपमा हरेक महिनाको तेस्रो शनिबार आज मात्र होइन सधैँ नियमित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ। यस कार्यक्रमलाई निरन्तरता दिन हाम्रो निमन्त्रणालाई स्वीकार गरेर घोषणा गर्दछु। धन्यवाद।